नमस्कार। मिथिला क्षेत्रको 5 वटा कोर्सका विषयमा आइएचएम कलेज, आइएमएथ सेफ लगायत हस्पिटालिटी गाइड्स लगायत विभिन्न संस्थाहरूले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरिसकेपछि एउटा मिठो तरङ्ग चाहिँ सुरु भयो। कम्तीमा मिथिला क्षेत्रले आफ्नो खानाका विषयलाई लिएर एउटा पर्दा चाहिँ उगारेको छ र आम रूपमा यस विषयमा कुरा सुरु हुन थालेको छ। मिथिला कल्चर योसँग जोडिएको खानाको विषयमा ज्यादा बोल्नुभन्दा कम बोल्दैखेरि राम्रो हुन्छ, किनभने यस विषयमा बोल्न आज हामीसँग अस्तिको कार्यक्रममा हामीले उहाँलाई निम्ति आयौँ, तर विशेष कारणवश सो कार्यक्रममा उपस्थित हुन सक्नु भएन। तर आज हामीले उहाँलाई जरुर रूपमा कार्यक्रममा सहभागी गराएको छौँ र आजको यो कार्यक्रमको कोर्स नै फरक छ, यो कार्यक्रमको सोच नै फरक छ, यसको दृष्टिकोण नै फरक छ। किनभने हामीले खानाका विषयमा त कुरा गऱ्यौँ, सेफहरूसँग कुराकानी गरेकै हो, प्लेटिङका विषयमा पनि हामीले कुराकानी गरेकै हो, तर बेसिकली इन्डिजिनियस फुडका विषयमा रैथाने भन्नुहोस्, मौलिक भन्नुहोस्, घरको खानाका विषयमा कुनै पनि क्षेत्र समुदायले आफ्नो क्षेत्रमा, आफ्नो परिवारमा, आफ्नो संस्कारमा बनाउने खानाका विषयमा हिजो हामीले कुरा गऱ्यौँ। आज चाहिँ त्यसको न्युट्रिसन भ्यालु कस्तो छ, त्यसलाई राउन्ड द इयर कसरी इटेबल बनाउन सकिन्छ, किनभने जबसम्म खाना इटेबल बनाउन सकिन्न या बजारीकरण गर्न सकिन्न तबसम्म त्यो खानाले एउटा स्थायित्व प्राप्त गर्न सक्दैन। आज हामी यस विषयमा कुराकानी गर्छौँ र मेन रूपमा आज हामीसँग अस्तिको कार्यक्रम जो हामीले 5 कोर्स मिथिला कल्चरको 5 कोर्सलाई हामीले जुन प्रेजेन्टेसन गऱ्यौँ त्यसका संयोजक पशुपति पौडेलजी, एचओडी अफ आइएचएम कलेज, त्यसै गरी यतापट्टि हुनुहुन्छ सो कार्यक्रमको हिरो जसले सो कार्यक्रमको समापनपछि प्रतिक्रिया दिन भ्याइ नभ्याइ छ र उहाँमा जुन सकारात्मक ऊर्जा आएको छ र खास गरी मिथिला कल्चरको खानालाई प्रमोट गर्नुपर्छ भन्ने दायित्व उहाँमा समेत बोध भएको छ र उहाँलाई बोध गराउने कार्यमा धेरै साथीहरू जोडिनु भएको छ। शेफ महेश शाहजी, उहाँका विषयमा अलिकति म कुराकानी गर्छु। उहाँ चाहिँ विभागको एक्जिक्युटिभ सुचेफ पनि हुनुहुन्छ र आजको कार्यक्रमको मुख्य आकर्षण, आज हामीले यो कार्यक्रम यो सिरिजलाई गरिहाल्नुको पछाडिको कारण चाहिँ के थियो भन्दा अस्तिको कार्यक्रममा हामीले बोलाएको थियौँ तर अलिकति मिसकम्युनिकेसन भयो। म माफी चाहन्छु सञ्जयसँग यतिखेरै, किनभने सो कार्यक्रममा एउटा सिङ्गो ढिक्को पाटै छुटाएको रहेछौँ हामीले चाहिँ। मैथिली इन्डिजिनियस फुड एक्सपर्ट आज हामीसँग हुनुहुन्छ जसले मिथिला कल्चरका अनेकन खानाका विषयमा चाहिँ ल्याब टेस्ट गर्नुभएको छ, प्रोसेस गर्नुभएको छ। यति धेरै फाइन्डिङ उहाँसँग छ कि यो सुन्दैखेरि हामीलाई त गुजबम आयो शरीरमा, ओहो यस्तो पनि रहेछ। बगियामा उहाँले रिसर्च गर्नुभयो, बथुवाको सुपमा उहाँले रिसर्च गर्नुभयो, पछिल्लो समय उहाँले चाहिँ मिथिला कल्चरमा सुत्केरी मसलामा उहाँले आफ्नो रिसर्च गरिरहनु भएको छ। यति धेरै खानामाथि रिसर्च गर्नुभएको छ। म्याम, कार्यक्रममा तपाईँलाई हामीले अस्ति चाहिँ मिस गऱ्यौँ, यसप्रति फेरि माफी माग्छु, समग्र मिथिला क्षेत्रप्रति माफी माग्छु, किनभने यो सिङ्गो पार्ट हामीले छुटाएको रहेछौँ। सन्जु रानीजी हुनुहुन्छ, मैथिली इन्डिजिनियस फुड एक्सपर्ट हुनुहुन्छ जसले चाहिँ विभिन्न खानाको ल्याब टेस्ट को प्रक्रियालाई चाहिँ नजिकबाट निहाल्नु भएको छ र आफू चाहिँ सो क्षेत्रसँग विज्ञ पनि हुनुहुन्छ। सबैभन्दा पहिले म महेशजीसँग आउँछु। महेशजी, क्या गजब गरिदिनु भयो तपाईँले? कामको कारणले गजब हो, नामको कारणले भएन है। अब जुन मैले गर्न खोजेको मलाई आफै धेरै राम्रो लागिरहेको छ र ब्याकअप सपोर्टहरू पनि मैले राम्रो पाएँ। अब स्पेसली थ्याङ्क्स फर आइएचएम कलेज र हजुरको टिमलाई नै जान्छ जुन मलाई इन्सपायर गर्नुभयो होइन। मलाई त्यो कुराहरू त थाहा थियो तर कसरी गर्ने, आफूमा जुन मसित भएको क्यापेसिटीलाई अगाडि देखाइदिने त्यो काम तपाईँहरूले नै गर्नुभएको छ। त्यो भने स्पेसल थ्याङ्क्स अब आइएचएम कलेज टिम र सबै टिमलाई नै हामी भन्न खोज्छौँ। एक्लै त यो मात्रै मेरो होइन, म एक्लै मात्रै खाना बनाइदिए हुन्थ्यो, तर प्रोजेक्टिङदेखि लिएर मिडियाको पार्टदेखि लिएर सबै अर्गनाइजेसन हजुरहरूको हातबाट नै भएको छ। त्यसको लागि म धेरै थ्याङ्क्स भन्न चाहन्छु। यो मैले तपाईँलाई कार्यक्रम सकिएको दोस्रो दिनमा भेटेको थिएँ सेफ, र तपाईँलाई मैले सोधेको थिएँ तपाईँको 48 घन्टा कसरी बित्यो भन्दाखेरि चाहिँ तपाईँको हात मोबाइलमा खेलिरहेको थियो, तपाईँको औँलाहरू चाहिँ मोबाइलमै खेलिरहेको थियो, तपाईँ प्रतिक्रियाहरू मात्रै रेस्पोन्स गरिरहनु भएको छु। कस्तो कस्तो प्रतिक्रियाहरू प्राप्त गर्नुभयो होइन? तपाईँसँग एकदमै इन्ट्रेस्टिङ प्रतिक्रियाहरू छन् होइन। यो खानाको सन्दर्भलाई लिएर चाहिँ यो जुन ग्लोबलाइज तपाईँले जुन प्रतिक्रियाहरू पाइरहनु भएको छ नि, ग्लोबल भिलेज, तपाईँलाई यो खाना पछाडि चाहिँ
अब तपाईँको मिथिला क्षेत्र मात्रै क्षेत्र भएन, नेपाल मात्रै आफ्नो क्षेत्र भएन, पुरा भूगोल नै तपाईँले प्राप्त गरेको प्रतिक्रियाका लागि तपाईँलाई एउटा सानो क्षेत्र भइरहेको छ। सेफ के भन्नुहुन्छ, कस्तो कस्तो प्रतिक्रिया सेयर गरिदिनुहोस् न। अब त्यसको आधारमा भनेपछि अब जुन बेलादेखि हामीले अब अनलाइन न्युजमा आयो, हिमालय टाइम्सले छाप्नुभयो, राजु प्रेतीलाई थ्याङ्क्स म भन्न चाहन्छु। त्यसपछि हाम्रो अब जस्तो मोबाइलको अब व्हाट्सएपमा होस् या फेसबुकमा होस् या त कल होस्, हामीले अब राति 12 बजेसम्म पनि सुतेका छैनौँ। त्यस्तो पनि प्रतिक्रियाहरू आयो, फेसबुक अपडेटहरू आयो, सबैतिर रिप्लाई दिँदै, सबैलाई आफ्नो खानाको बारेमा जानकारी दिँदै, सबैलाई एक्सप्लेन गर्दै यहाँदेखि युकेसम्म जुन हाम्रो हातबाट खाएर जानु भएको छ। युकेमा हाम्रो जुन गेस्टहरू छ, जुन लोकल युकेको, उहाँले पनि मलाई यो कुराहरू धेरै राम्रो फ्याबुलस भनेर उनले आफ्नो पेजमा पनि लाइक गरिदिनु भयो। अनि उहाँले मलाई इन्ग्रेडियन्ट्स पठाइदिनु, मलाई रेसिपी पठाइदिनु भनेर पनि युकेका गेस्टहरूले भनिसक्नु भएको छ है। अनि त्यसपछि जुन हाम्रो लोकालिटीमा भयो, धेरै अब जुन नेपालमा जुन काठमाडौँमा बस्ने हाम्रो तराई क्षेत्रकोदेखि लिएर जुन हाम्रो यहाँ जुन लोकल मान्छेहरूले पनि हामीलाई अब यो कुराहरूमा धेरै लाइक गर्नुभयो। भनेको मैथिल समुदायबाट मात्र होइन कि मैथिल भन्दा बाहिरको समुदायबाट पनि प्रतिक्रिया प्राप्त भयो, मिथिला क्षेत्रबाट मात्रै होइन कि मिथिला क्षेत्रबाट पनि प्रतिक्रिया प्राप्त भयो, देशभित्रबाट मात्र होइन कि देश बाहिरबाट पनि तपाईँले व्यापक प्रतिक्रियाहरू पाउनुभयो। धेरै चिजहरू मैले तपाईँलाई नजिकबाट हेरेको छु, तपाईँको प्रतिक्रियाहरू। मुरलीधर समेतले पनि बडो मिठोसँग तपाईँको चाहिँ यसमा प्रतिक्रिया जनाउनु भएको थियो धीरेन्द्र प्रेमसी सरको पोस्टमा। र विशेष रूपमा चाहिँ मिथिला खानाको 5 सेट प्रेजेन्टेसन पछाडि, 5वटा कोर्स प्रेजेन्टेसन पछाडि चाहिँ यसप्रति मान्छेले आफ्नो आत्मालाई साक्षी राखेको जस्तो देखिएको छ। मैले मिथिला क्षेत्र चाहिँ कति कनेक्ट रहेछ, कस्तो मिस गरेको रहेछ यस्तो इभेन्टहरू। किनभने आफ्नो चिज जब प्रमोट हुन्छ मान्छेको त्यहाँ आत्मा जोडिन्छ नि, होइन। यस विषयमा आउँछु म, एचओडीसँग कुराकानी गर्छु। म म्यामसँग अलिक समराइज गरेर आउँदैछु है। यो कार्यक्रमलाई संयोजन गर्नुभएको पशुपतिजीलाई म अलिकति, तपाईँले नजिकबाट मिथिला खानाहरू यो पटक देख्नुभयो सेफ, होइन। मिथिलाकै सेफहरूले चाहिँ मिथिला क्षेत्रकै प्रतिनिधित्व गर्ने सेफहरूले बनाइरहेका देख्नुभयो र प्राप्त प्रतिक्रियाहरू पनि देख्नुभयो। कसरी हेर्नुभयो सेफ? यो जुन चाहिँ हामीले अस्ति गरिरहेको जुन कार्यक्रम थियो, यो एकदमै डिफ्रेन्ट टाइपको थियो सर, जसमा हामीले गरिरहेको कामलाई चाहिँ निरन्तरता दिने एउटा पार्टमा चाहिँ हामी जाँदा जाँदै मिथिला यस्तो जुन चाहिँ खानाको रूपमा चाहिँ देखियो कि जहाँ कि हिजो काठमाडौँ उपत्यकामा बसिराख्दाखेरि पनि र काठमाडौँ उपत्यकासँग जुन चाहिँ नजिक भइराख्दाखेरि पनि मिथिलाको बारेमा र मिथिलाको जुन चाहिँ खानाको बारेमा जो अनभिज्ञ हुनुहुन्थ्यो, उहाँहरूको अहिलेको प्रतिक्रिया लेख्दाखेरि म आफैलाई अचम्म लागिरहेको छ, होइन। हामीले यस्तो टाइपको हेल्दी खाना जहाँ हामीले खाइरहेका रहेछौँ र हामीले चाहिँ यसलाई चाहिँ बजारमा ल्याउन नसकिरहेको रहेछौँ भन्ने कुराहरू चाहिँ त्यो प्रतिक्रिया पनि देखिएको छ। भनेको काठमाडौँसँग मिथिला भूगोलसँग जसरी टाढा थियो, खानासँग पनि काठमाडौँसँग अलिकति टाढै रहेछ भन्ने कुरो चाहिँ टाढा रहेछ भन्ने कुरो चाहिँ बुझ्यो, होइन। तर जुन चाहिँ हामीले कुनै खानाहरू त्यस्तो देखियो जहाँ चाहिँ बगियाको एउटा पार्ट देखियो, होइन, जस्तै बदुवाको एउटा पार्ट देखियो, होइन, मान्छेलाई रिलेटेड गर्नको लागि चाहिँ सजिलो छ। तर त्यो भित्रको जुन चाहिँ प्रोटिन तत्त्वसँग रिलेटेड गर्नलाई चाहिँ र त्यो बुझ्नको लागि चाहिँ अलिकति गाह्रो छ। अब आज हामी त्यही विषयमा म्यामसँग कुराकानी गर्छौँ। ठ्याक्कै तपाईँले लिङ्क गरिदिनु भयो सर, थ्याङ्क यू सो मच। अस्ति कार्यक्रममा हामीले मलाई इन्भाइट गरेको थियौँ, विषय कुराकानी भएको थियो। अब यो अलिकति उहाँको आफ्नो व्यस्तता, वास्तवमा उहाँ एकदमै रिसर्चमा बढी जोड गर्नुहुन्छ। अघि पनि मैले भने कति केही यस्ता डिसेसहरू छन् जो यसपटक प्रेजेन्टेसन भएको थियो, त्यसमाथि उहाँको आफ्नो रिसर्च छ। म्याम, यहाँलाई कार्यक्रममा स्वागत छ फेरि पनि। सन्जु रानी म्याम हुनुहुन्छ। अस्ति यो कार्यक्रमलाई तपाईँले ठ्याक्क पेपरमा हेर्नुभयो, कसरी लिनुभयो? समग्र कार्यक्रमलाई कसरी लिनुभयो? मैले पढ्दाखेरि अब मैले मिस गरेँ भनौँ न, बिजी भएर म एटेन्ड गर्न पाइनँ। तर जस्ट मेरो एउटा आफ्नो कल्चरसँग जुन एट्याचमेन्ट छ, म जनकपुरमा जन्मेको हुर्केको, आफ्नो कल्चर ट्रेडिसनल फुडसँग मेरो धेरै एट्याचमेन्ट छ। लकिली म पढ्न पनि त्यही सब्जेक्ट पढेँ, धरान गएर मैले मास्टर्स इन फुड टेक्नोलोजी गरेर मेरो रिसर्चको पार्ट पनि मेरो आफ्नो कल्चरल इन्डिजिनस फुड भुसवा
पुष्पमा नै मैले थेसिस पनि गरेँ मास्टर्स फुड टेक्नोलोजीको र अहिले पनि म आफ्नै कल्चरल फुडहरूमा रिसर्च वर्कहरू गर्दैछु जस्तै अब बथुवा भन्छ हाम्रो यो बेथु साग भन्छ चेनोपोडियम एल्बम भन्छ यसलाई यसको साइन्टिफिक नेम छ त्यसमा पनि मैले धेरै रिसर्च वर्कहरू गरेको छु र छ मसँग त्यो आर्टिकलहरू राखिरहेको छु मैले अनि भनेपछि यो हाम्रो कल्चरल फुड यो मिथिला इज नट रिच इन ओन्ली कल्चर इट इज अल्सो रिच इन जस्ट इट्स कल्चरल फुड त्यही भएर पनि म यो पढिसकेपछि मैले आफ्नै कल्चरल फुडमा किन रिसर्च नगरौँ आफ्नै कल्चरल फुडको लागि यसलाई कसरी प्रमोट गर्ने कसरी कमर्सियलाइज गर्ने अब फुड एन्ड टुरिज्म भनेपछि मिथिलाले आफ्नो कल्चरल फुड थ्रु टुरिस्टहरूलाई एट्र्याक्ट किन नगर्ने भनेर त्यो कुरा पनि मेरो मनमा खेलाएर मैले आफ्नो कल्चरल फुडकै लागि काम गरिरहेको छु र म एकछिन त्यहाँनिर आउँछु ल म्याम। हजुर तपाईँ रिसर्चको पार्टमा चाहिँ मिथिला क्षेत्रको घर घरमा पुग्नु भएको छ, पुगेको छु सर, पुगेको छु। खानालाई एकदम नजिकबाट हेर्नु भएको छ, आमाको हातले बनाएको खाना नै देख्नु भएको छ, त्यसको म्यानुफ्याक्चर पनि प्रेजेन्टेसन पनि देख्नु भएको छ र ल्याब टेस्ट पनि गर्नुभएको छ। अलिकति यो एक्सपिरियन्सहरू सुनाइदिनुहोस् न। अस्ति प्रेजेन्टेसन भएको खानासँग जोडेर जो बगियाको कुरा गर्दै हुनुहुन्थ्यो होइन, यसलाई चाहिँ इटेबल बनाउन र राउन्ड द इयर कसरी प्रयोग गर्न सकिन्छ, बथुवाको कुरा तपाईँले ल्याब टेस्ट गर्नुभएको छ। धेरै यस्तो खानाहरू छ जो तपाईँहरूले यसमा चाहिँ आफ्नो एक्सपर्टाइजहरू बढाइरहनु भएको छ। सेफ म्याम के भन्नु छ? अब बगिया भन्दा हामीले कलेज पढ्दा पनि प्रेजेन्टेसन गर्दा हामी दुईजना तराई कल्चरकै थियौँ, बगियामै मैले गरेको थिएँ प्रेजेन्टेसन। अब बगियाको के छ भने हामी यो हामीले बगियालाई स्टफिङ दाल स्टफिङ गरेर बनाउँछौँ मोमो स्टाइलमा र बगियाको यो न्युट्रिसनल बेनिफिट भन्नु न्युट्रिसनल भ्यालु धेरै किन छ भने इट इज अ कम्बिनेसन अफ कार्बोहाइड्रेट एन्ड प्रोटिन। जस्ट कार्बोहाइड्रेट जस्ट आवर बडी निड्स कार्बोहाइड्रेट फर जस्ट एनर्जी and just protein is needed for just body development or just muscle development. So it is a good combination of carbohydrate and protein. And just during winter, just if we consume or if we eat this stuffed food, we may feel a little bit warm. So it is just popular during the winter season. अहिले चाहिँ के त्यो गहतको अलिकति यो विषयमा प्रोसेसिङ राउन्ड द इयर चाहिँ कसरी बनाउन सकिन्छ यो बगियालाई हामीले राउन्ड द इयर पनि एडिबल बनाउन सकिन्छ र यो पपुलर पनि छ। अब विन्टरको लागि हामीले नयाँ प्याडी हार्भेस्ट गरिसकेपछि त्यसलाई हामीले पाउन्डिङ गर्छौँ, चामललाई पाउन्डिङ गर्छौँ, ओखलीमा भनौँ ट्रेडिसनली अथवा मिलमा पनि गर्छौँ। र त्यो नयाँ चामललाई हामीले यो हट वाटर बोइल गरेर अथवा बोइल भएको हट वाटरमै त्यो नयाँ चामलको पिठो राखेर हामीले मुछ्छौँ। मुछिसकेपछि डम्प्लिङ बनाउँछौँ होइन। डम्प्लिङ बनाएपछि हामीले यो गहत हुन्छ, यो हाम्रो गहतको दाल भन्छौँ हामीले वर्ष ग्राम भन्छौँ यसलाई। त्यो गहतको दालले विन्टरमा अलिक हिट पनि हामीले प्रोभाइड गर्ने भएर हामीले विन्टरमा स्टफिङ गर्दा गहतको दाल युज गर्छौँ हामी त्यो ट्रेडिसनल कुर्थी भन्छ, हामीले कुर्थीको दाल भन्छौँ होइन। कुर्थीको त्यो पनि नयाँ हुन्छ, कुर्थीको दाल हामीले युज गर्छौँ। अब हामीले जब यो नयाँ चामलको पिठोलाई तातो पानीमा मुछिसकेपछि छुट्टै बोइल गर्छौँ गहतको दाल। बोइल गरिसकेर अब त्यसलाई पानी ड्रेन गरिसकेर हामीले त्यसमा मिक्स गर्छौँ स्पाइसेसमा अब ड्राई चिली भयो, सल्ट भइगयो, जिरा हाल्छौँ हामी र अरू पनि अब हामीले डिजायरेबल इन्ग्रिडियन्ट्स के अरे त्यो स्पाइसेसहरू राखेर एकर्डिङ टु टेस्ट होइन मल्छौँ। त्यसै डम्प्लिङ बनाइसकेपछि वेल जस्तो हुन्छ, त्यसमा हामीले यो गहतको दाल जुन बोइल गरेर मसला मिक्स गरेको त्यो राखिसकेर बनाउँछौँ र त्यो बगिया सेपमा हामीले बनाउँछौँ। त्यो भनेपछि दुइटै हात डोर्सो भेन्ट्रली हामीले प्रेस गर्छौँ त्यो डम्प्लिङलाई। प्रेस गरिसकेपछि दुईतिर तेल बनाउँछौँ लाइक द फिस। अनि त्यसलाई हामीले स्टफिङ गर्दाखेरि ट्रेडिसनली कसरी गर्छ भने माटोको भाँडोमा होइन, माटोको भाँडोमा हे स्ट्र हुन्छ, पराल हुन्छ होइन। त्यो पराललाई पानी आधी भाँडो पानी राख्ने, पराल राखेर पराल माथि राखेर अनि माथिबाट कभर गर्छु प्लेटले, अनि त्यसरी हामीले स्टफिङ गर्छौँ। द्याट इज टोटली इन्डिजिनस, हाम्रो पुरै कल्चरल प्रोसेस हो। त्यसमा नथिङ इज जस्ट आर्टिफिसियल अर एनिथिङ, द्याट इज आवर टोटल कल्चरल प्रोसेस। त्यसपछि हामीले बेला बेलामा त्यो कभर हटाएर हेर्दाखेरि हामीले अब पाकिसकेको छ भने त्यसलाई हामीले निकालिसकेर एउटा नाङ्लोमा ओछ्याउँछौँ जबसम्म कि त्यसको पानी एब्जर्भ गर्दैन त्यो नाङ्लोले। अनि त्यसो आफ्टर 1 or 2 hours when it is totally cool you can consume with हामी त आलुदममा काउली मिक्स भएको तरकारी होइन युज गर्छौँ हामीले ट्रेडिसनली, अनि त्यसो हामीले खाने हो। सो द्याट इज ड्युरिङ द विन्टर। खाएपछि विल बी पछाडि पनि खान मिल्छ, 2-4 दिन पछाडि पनि खाने मिल्छ। जस्ट
अब टेरेसले हामी के गर्छौँ भने आगोको भुम्रो हुन्छ नि त्यसमा हामीले त्यो बगियालाई राख्छौँ दुईपट्टि तताउँछौँ त्यसो एउटा पापडा जस्तो निस्किन्छ दुईपट्टि द्याट इज मोर टेस्टी देन द फ्रेस वान कतिले बास्नै खान खोज्छ यो वास्तवमा सेल चाहिँ धेरै दिन पछाडि जति पुरानो भयो त्यति मिठो हुन्छ भन्ने मिठो कुरो हुन्छ हैन Because द्याट इज ड्युरिङ द विन्टर because we are not using the steam Steam, pot or yeah. like that. We are going to authentic. Authentic, Whatever we are ingredients available in our local area, so we are area. using like that only. And that is that part after cooking the bagya, you will use you can use 3 days, 2 days. That shelf life is 2 days or 3 days. Okay. After that, it's getting a cool. After that, you can use the some local ghee also for fry. Otherwise, making like that and turmeric powder. So, अनि त्यसलाई पनि हामी अलिकति तड्का हानेर पनि त्यस पनि खान्छौँ त्यो पनि टेस्ट भनेको धेरै डिफ्रेन्ट पार्ट हुन्छ जस्तो मैले सञ्जु म्यामसँग जोड्न खोजेको नि हजुर। यहाँ आफ्नो विज्ञता पनि हो हजुर यो चाहिँ अरू खाना भन्दा न्युट्रिसन भ्यालुले पनि रिच छ म त्यो प्रसङ्गमा आउँछु हजुर, हजुर। अर्को चाहिँ यसलाई चाहिँ डायबिटिसको पेसेन्टले पनि खान मिल्छ हजुर, हजुर। हैन अलिकति यसलाई क्लियर गरिदिनुहोस् न अब यो राउन्ड द इयर भनेपछि अब यो हामी त विन्टरमा यसरी खाने हो यो गहतको दाल राखेर समरमा पनि हामीले यो चनाको ग्राम पल्सलाई बोइल गरेर सिमिलरली प्रोसेसिङ त्यसरी प्रोसिडर गरेर हामीले गर्मीमा पनि खान सक्छौँ त्यो पनि द्याट इज द कम्बिनेसन अफ कार्बोहाइड्रेट एन्ड प्रोटिन र अब कोही डायबिटिक पेसेन्ट छ उसले यो व्हाइट राइस फ्लोरमा बनेको खाना चाहँदैन अथवा त्यसले द्याट विल बी हार्मफुल फर हिज हेल्थ त्यो केसमा हामीले बोइल्ड राइसको फ्लोर पार बोइल्ड राइसको फ्लोरलाई पनि हामीले त्यसमा दाल स्टफिङ गरेर डायबिटिक पेसेन्टले अब कोलेस्ट्रोल पेसेन्टले पनि त्यो खान सक्छ बिकज इट इज जस्ट टोटली स्टिम प्रोडक्ट स्टिमिङ गरेको हुनाले यसमा न त आइल पनि छ यसमा न दाल पनि हाम्रो यो गहतको दाल भनेपछि जो फाइबर भएको दाल हो त्यही भएर यो डायबिटिक पेसेन्टले कोलेस्ट्रोल वालाले सबै एजको मान्छेले सबै अल पिपल क्यान कन्ज्युम दिस विदाउट एनी दिस हार्मफुल बेनिफिट टु देयर के अरे हार्म टु देयर हेल्थ जस्तो यसको अब बेसिकली खास गरी इन्डिजिनियस फुडहरूको बारेमा कुरा गर्दाखेरि चाहिँ यहाँहरू ल्याब टेस्ट गर्नुहुन्छ यो जुन बथुवाको जुन प्युरीको कुरा आइरहेको थियो नि यसमाथि पनि यहाँले रिसर्च गरिरहनु भएको छ होइन अलिकति भ्याल्युमा जाउँ न यसको न्युट्रिसन भ्याल्यु कस्तो हुन्छ होइन यो चाहिँ अघि तपाईँले भिटामिन ए को कुरा गर्दै हुनुहुन्थ्यो होइन कुन एउटा तपाईँको चाहिँ यो साग पछाडिको सबभन्दा बढी भिटामिन ए अलिकति बताइदिनुहोस् न यो बथुवा पनि हाम्रो यो इन्डिजिनस यो मिथिला कल्चरको भनौँ न मैथिली कल्चरको यो धेरै ट्रेडिसनल हामी यसको बनाउँदाखेरि यो मसौरा भन्छौँ हामी यता होइन त्यसलाई हामीले यो के अरे यो बिरिया भन्छौँ अर्कन्सन भनेर बिरिया भन्छौँ यो स्पेसली बथुवा साग भन्छ चेनोपोडियम एल्बम साइन्टिफिक नेम हो यसको यो बथुवा सागलाई हामीले यो अर्कन्सन बिरिया भनेर बनाएर अफ सिजनमा चाहिँ त्यतिखेर साग एभाइलेबल हुँदैन त्यतिखेर हामीले युज गर्छौँ यो पनि विन्टर सिजनमै हामीले बथुवाको साग विन्टरमै एभाइलेबल हुन्छ हामीले यो के गर्छौँ भने बथुवा सागमा मैले सर्च गर्दाखेरि के पाएँ भने यसमा यो लट्टेको साग हामीले ठरिया भन्छौँ आफ्नो कल्चरमा ठरियाको साग पछि सेकेन्ड जस्ट पोजिसन आउँछ यसको बथुवा सागमा भिटामिन ए कन्टेन्ट यसमा यो लट्टे साग पछिको सेकेन्ड भिटामिन ए कन्टेन्ट धेरै आयुमा पाउँछ बथुवा सागमा र मैले यो यसमा थेसिस पनि गर्न खोजेको थिएँ तर एभाइलेबल नभएर गरिनँ र यो ड्राइड फर्ममा यसको जति र फर्ममा हामीले बनाउँछौँ ड्राइड फर्ममा यसको डबल हुन्छ भिटामिन ए कन्टेन्ट बथुवामा र यसमा आइरन पाउँछ होइन भाइटामिन्स पनि पाउँछ भिटामिन ए कन्टेन्ट धेरै पाउँछ सो यो न्युट्रिसनल यसको भ्यालु बथुवा सागको धेरै छ यसलाई हामीले सुप पनि बनाउन सक्छौँ ड्राई गरेर पाउडर रूपमा सुपको रूपमा युज गर्न सक्छौँ अफ सिजनमा चाहिँ त्यतिखेर यो एभाइलेबल हुँदैन सो इट हेज अल्सो हाम्रो यो अर्कन्सन भन्ने कसरी बनाउँछ अलिटल बिट म भन्न चाहन्छु बिरिया अर्कन्सन हामीले यसलाई पहिले बथुवा साग टिपेर पखालेर सुकाउँछौँ घाममा सुकाइसकेपछि अब त्यसपछि यसलाई के गर्छौँ भने हाम्रो यो मासको दालको फ्लोरमा पानी मिसाएर त्यसमा यो बथुवा साग ड्राई भइसकेको अब 1 दिन 2 दिनमा हामी ड्राई गर्छौँ 1 दिन भनौँ न ड्राई भइसकेको बथुवा सागलाई त्यसमा हामीले डिप गरेर यो मासको दालको फ्लोरमा अनि त्यसपछि सबै पानी निचारिसकेर सन ड्राइङ गर्छौँ अन्टिल एन्ड अनलेस इट इज बोन ड्राई भइसकेपछि यसलाई हामीले फेरि प्याकिङ गरेर अब अफ सिजनमा जतिखेर हामीले एभाइलेबल हुँदैन यो साग त्यतिखेर हामीले यसलाई मसौरा टाइपमा यो तेलमा फ्राई गर्ने
अनि आलुसँग मिसाएर टमाटरसँग मिसाएर ग्रेभीको रूपमा युज गर्छु. इट इज सो टेस्टी एन्ड दिस इट हेज हाई न्युट्रिसनल भ्यालु एन्ड वी क्यान युज द्याट इन just all we can just serve to all family members. That is so tasty. It is माउथ वाटरिङ नै भइसक्यो है. It is so just typical flavor. That's your neighbors will know that what is being cooked in that home. So it is so tasty. छिमेकीलाई थाहा हुन्छ तपाईको घरमा के पाकिरहेको छ हैन. लाइक सो फ्लेभर एरोमा नि कति मिठो हुन्छ भन्ने कुरा चाहिँ डेफिनेटली पनि यो चिजले देखाउँछ. जस्तो अब तपाई एकदमै मिथिला क्षेत्रको गाउँ घर मैले एकजना शेफहरुसँग एकछिन रोकिरहेको छु है. म्यामसँग अलिकति बढी कन्भर्सेसन किनभने यहाँको आफ्नो एक्सपर्टाइजहरू अझ ज्यादा सेयर गरौँ भनेर चाहिँ यहाँ चाहिँ धेरै घरहरूमा धेरै क्षेत्रमा होइन मिथिला त एउटा भूगोल हो. यसका पनि आफ्ना तपाईँको चाहिँ कम्युनिटीहरू छन् होइन आफ्ना समुदायहरू छन्. त्यहाँका खानपानहरू पनि फरक छन्. काठमाडौँ उपत्यकालाई हामी काठमाडौँ उपत्यका नेवार क्षेत्रको बाहुल्यता भने पनि भक्तपुरमा पाक्ने नेवारी परिकारसँग भाषासँग ललितपुर कहीँ न कहीँ अलिकति फरक देखिन सक्छ हुनसक्छ. कीर्तिपुर कहीँ न फरक हुनसक्छ. तर कम्युनिटी बेस जब हामी त्यसलाई सिनमा हेर्छौँ त्यसको आफ्नो एउटा पहिचान र परिचय चाहिँ हुन्छ है. मिथिला क्षेत्र पनि त्यही नै हो. किनभने भूगोल टेरिटोरीले घेरे पनि त्यहाँभित्र होइन विभिन्न अब जस्तो त्यहाँ अब ब्राह्मण समुदायमा मिथिला क्षेत्रको ब्राह्मण समुदायमा पाक्ने परिकारको कुरा त्यही खाना अर्को समुदायमा पाक्ने तरिकाहरू होइन. तर के चाहिँ भने म्यामले भने जस्तो पल्लो घरमा पाएको के चिज पाकिरहेको छ त्यो चाहिँ स्मेल चाहे ब्राह्मण कम्युनिटीको छेउछाउ होस् या त अरू तपाईँको चाहिँ कम्युनिटीको छेउछाउ होस् यो चिज चाहिँ थाहा हुन्छ. जस्तो कुरा गर्दाखेरि नि म्याम तपाईँले घरमा पुगेर हेर्नु भएको छ यो खानाहरू नि मिथिलाभन्दा बाहिर मौलिकता यति पुरानो छ संस्कार यति पुरानो छ होइन. अब अस्ति हामी कुराकानी गर्दै गर्दाखेरि चाहिँ मिथिला र काठमाडौँ बिचको सम्बन्ध चाहिँ मल्लकालीन राजाको पालादेखि नै सम्बन्ध त्यति नै सुमधुर छ. अब हामी प्रसङ्ग कोट्याउन सक्छौँ नि भगवान श्रीरामले चाहिँ मिथिला क्षेत्रमा आएर के खाना खानुभयो होला भने जस्तो होइन. किनभने यो पौराणिक सम्बन्ध चाहिँ त्यहाँदेखिको सुरुवातको कुरा छ. यो खाना किन आउन सकेन मिथिलाभन्दा बाहिर ढिलो किन भयो या तपाईँलाई लाग्छ अब समय भयो? अब यो अभियसली मैले काठमाडौँमा पनि सर्वे गरेँ होइन. म बस्दा सानेपा कुपनडोलमै बसेँ पनि होइन. त्यहाँ बस्दा मैले के हेरेँ भने हाम्रो कल्चरका मान्छेहरू घर दसैँ तिहारमा छठमा घर पुगिसकेर फेरि फर्किँदाखेरि उनीहरूले आफै सबै कल्चरल फुडहरू ल्याएको पनि देखेको छु मैले. खजुरिया पेरुकिया उनीहरूले अब यो मस्यौराहरू यो बिरियाहरू सबै ल्याएर यहाँ उनीहरू खाइरहेछन्. मैले काठमाडौँमा पनि डिपार्टमेन्टल स्टोरहरूमा एउटा मस्यौरा पनि हाम्रो तराइन कल्चरको अदौरी भन्ने र यो मस्यौरा पनि केही डिपार्टमेन्टल भातपट्टितिर देखिरहेको छु. खजुरिया पनि मैले देखेँ. भनेपछि अब एउटा ग्याप त छ हाम्रो होइन. अब बाहिरको वेस्टर्न कल्चरल फुडबाट हामी एट्र्याक्ट बढी हुन्छौँ. टुरिस्टहरूलाई कसरी हामीले एट्र्याक्ट गर्ने उनीहरूले वेस्टर्न फुड मन पराउँछ भने वेस्टर्न मात्रै हामीले सर्भ गऱ्यौँ. तर आफ्नो कल्चरल फुडहरूलाई प्रमोट नगरिकन अब त्यो उनीहरूलाई नसर्भ गरिकन उनीहरूले त्यही आफ्नै कल्चरल फुडहरू बढी खानु खोज्यो. तर हाम्रो कल्चरल फुडको टेस्ट उनीहरूले पाएन. नपाइसकेर पनि हामीले प्रमोट गर्न सकेन. जस्तो खाना चाहिँ हामी यदि तपाईँ बेच्दै हुनुहुन्छ या खाना सेल गर्दै हुनुहुन्छ भनेदेखि चाहिँ त्यही त इटेबल हुन जरुरी छ. इटेबल भनेको सिजनल हुन जरुरी छ. त्यसको न्युट्रिसनल भ्याल्यु पनि प्रोपर हुन जरुरी छ. आज हामीले नेपालमा पर्यटन यो खाद्य पर्यटन स्थानीय पर्यटनलाई हेर्दाखेरि चाहिँ जुन मिथिलाको खानाहरू छ नि त्यसको न्युट्रिसन भ्याल्यु हेर्दाखेरि चाहिँ के यो खाना विदेशीहरूसम्म पुर्याउन सकिन्छ विदेशीहरूलाई बेच्न सकिन्छ विदेशी कस्टमरहरूलाई यो चिज टेबलमा सर्भ गर्न सकिन्छ म्यामलाई के लाग्छ? अभियसली सकिन्छ. अब हाम्रो यो रेडी टु सर्भ हुन्छ एउटा होइन. अर्को सेल्फ लाइफ बढी हुने फुडलाई अब उनीहरूको ड्राइड फर्ममा दे क्यान युज फर मन्थ्स होइन. रेडी टु सर्भ फुडलाई हामीले टुरिस्टहरूलाई एट्र्याक्ट गर्नको लागि आफ्नो मिथिला मैथिली इन्डिजिनियस फुड सर्भ गरेर एट्र्याक्ट गर्न सक्छ. जस्तै कि अब दाल पिठी छ त्यो पनि हाम्रो धेरै विन्टरको लागि द्याट्स द बेस्ट फुड आफ्टर बगिया. दाल पिठी भनेर हामीले यो गहुँको पिठोलाई हामीले यो रोटी जस्तो बनाएर त्यसले सानो सानो टुक्रामा काटेर दाल हामीले रहरको दाल चनाको दाल पनि राख्छौँ. त्यो रहरको दाल बनाइसकेर त्यसमा राखिसकेर त्यसलाई बोइल गर्छौँ. बोइल गरिसकेर अब त्यसमा फेरि झान्ने काम पनि हामी गर्छौँ. जिरा हालेर अरू पनि स्पाइसेसलाई झान्छौँ. त्यसो हामीले सर्भ गर्छौँ. द्याट अल्सो प्रोभाइड वार्मथ ड्युरिङ द विन्टर. द्याट इज अल्सो बेस्ट फुड एन्ड द्याट वी क्यान अल्सो जस्ट सर्भ टु द टुरिस्ट टु जस्ट ड्युरिङ द विन्टर आफ्टर द्याट बगिया. सो एन्ड नेक्स्ट इज द दुध पिठी. दुध पिठी पनि यो दाल पिठी पछि सेकेन्ड हो हाम्रो. दुधमा नि हामी पानीको ठाउँमा त्यो भनौँ न गहुँको पिठोलाई हामीले बनाइसकेर दुधमै बोइल गरेर त्यसलाई पनि हामीले चिनी हालेर त्यो पनि टेस्टी त्यो पनि द्याट इज अल्सो रेडी टु सर्भ फर्ममा टुरिस्टहरूलाई हामीले सर्भ गर्न सक्छौँ. वी क्यान एन्ड इफ द्याट इज
tourists once they taste, अहँ। they will all just say again and again, they will need that. होइन They want that. उनीहरूले टेस्ट Yes, गर्न sir. चाहन्छन् भन्दा पनि हामीले उनीहरूलाई कसरी यो खाना पस्कन सक्छौँ हाम्रो टेबलमा हामीले भन्ने त्यो चिज चाहिँ हजुर हामीले अब यो कमर्सियली उनीहरू आउँदाखेरि अब हामीले एउटा छुट्टै भनौँ न मैथिली इन्डिजिनियस फुड्स भनेर अब कहीँ रेस्टुरेन्ट होटलतिर राखेर अब त्यसको हामीले प्राइसहरू राख्ने उनीहरूले जस्ट वान्स टेस्ट गर्न दिने एन्ड जस्ट नेक्स्ट टाइम आइ एम स्योर दे विल जस्ट टेस्ट इट अगेन। मैले हिजो भर्खर म म्यामलाई यहाँ जोड्छु हजुर। हाम्रो डाक्टर धनञ्जय रेग्मी टुरिज्म बोर्डको तपाईँको चाहिँ सिओ हुनुहुन्छ हजुर। उहाँले चाहिँ यो पोस्ट कोभिड पछाडि चाहिँ नेपाल सुरक्षित छ हामीले सबै स्ट्यान्डर्ड फलो गरेका छौँ हाम्रो खानपानको विषयमा उहाँले कुराकानी गर्नुभएको छ हजुर। सायद यो समय राज्यले नै पर्यटकहरूलाई आह्वान गरिराखेका बेला चाहिँ हजुर। यो अवसर पनि हो कि मिथिलाले पनि आफ्नो चिज हजुर। चाहिँ Yeah, होइन obviously। तपाईँको चाहिँ बजारीकरण गर्नुपर्ने हजुर। बजारीकरणका लागि चाहिँ फोहोरी पोलिटिक्स भन्दा बाहिर है Yeah, Yeah, होइन of course, होइन प्योरली जस्ट प्योरली खाना अब यहाँ चाहिँ के छ भने खानामाथि पनि हामी घिनलाग्दो राजनीति गर्छौँ होइन किनभने यो हाम्रो सोच हो हेर्नुहोस् होइन हजुर। अब यहाँ कस्तो हुन्छ भने एउटा कम्युनिटीले अर्को कम्युनिटीलाई होच्याउने अरू कम्युनिटीले अर्को कम्युनिटीलाई होच्याउने यो प्रवृत्तिभन्दा माथि नउठ्दासम्म हामीले मैले भने जो प्लेटमाथिको सेतो प्लेटमाथिको फोहोरी खेल के होइन त्योभन्दा बाहिर नआउँदासम्म खाना फेरि त्यो लेभलमा हामीले पुर्याउन सक्दैनौँ। सायद सबैतिर पोलिटिक्स गरिदिनुहोस् यदि तपाईँको घरको पर्यटन विकास तपाईँको घरको आर्थिक अवस्था सुधार गर्ने हो भनेदेखि चाहिँ त्यहाँको पर्यटन विकास हुनु पऱ्यो स्थानीय पर्यटन विकास हुनु पऱ्यो त्यो चिजका लागि चाहिँ तपाईँले खानामाथिको चाहिँ घिनलाग्दो राजनीति गर्नु भएन सोच सकारात्मक राखिदिनु पर्यो प्रवृत्ति सकारात्मक राखिदिनु पर्यो र कम्तीमा कसैले सकारात्मक काम गरिरहेको छ भने त्यसलाई चाहिँ सकारात्मक ऊर्जा प्रदान गरिदिनु पर्यो चाहे त्यो मिथिला क्षेत्र होस् या नन मिथिला क्षेत्र होस् यो भूगोलभित्र जे जति कुराहरू अँटेको छ म यहाँ जोड्न चाहन्छु जस्तो खाना भनेको चाहिँ आजको दिनमा खानाको रेसिपी होइन रहेछ है खाना चाहिँ बुझ्नुपर्ने रहेछ किनभने काठमाडौँमा प्लेटिङ भइरहेको खाना तपाईँ तराईमा लगेर बेच्नुहुन्छ भने रेसिपी त छँदैछ रेसिपीले त ब्याक अफ द माइन्ड राख्ने हो अन्डरस्ट्यान्ड द फुड फर्स्ट खानालाई चाहिँ बुझ्नुहोस् किनभने तपाईँले तराईको खाना काठमाडौँ ल्याउँदै हुनुहुन्छ भने काठमाडौँको कस्टमरलाई कसरी इटेबल गर्ने भन्ने चिज चाहिँ तपाईँले समहाउ तपाईँको कम्पोजिसन्स तपाईँको प्लेटिङ तपाईँको प्रोसेसिङमा चेन्जेसहरू गर्न सक्नुहुन्छ तर अथेन्टिसिटी भन्ने चिज चाहिँ राखेर यो सम्भव छ म्याम तपाईँलाई कस्तो लाग्छ? यो हामीले रेसिपी आफ्नो जुन इन्डिजिनियस फुडको रेसिपी छ त्यसमा अथेन्टिसिटी राख्नै पर्छ that is just origin of that place. So if we just do not provide it with authenticity and originality, that will not be the indigenous food of that place. So हामीले त्यहाँको authenticity originality राख्दै त्यो फुडलाई हामीले रेडी टु सर्भको रूपमा ल्याउनु पर्ने हुन्छ त्यसमा यो कल्चरल के अरे भेरिफिकेसन पनि ल्याउनु हुँदैन त्यो ल्याउने बित्तिकै द्याट इज नट आवर इन्डिजिनियस त्यो त्यहाँको इन्डिजिनियस भएन जसरी जसरी बगियाकै केसमा जसरी ट्रेडिसनली स्टफिङ गरियो जसरी बनायो त्यसको टेस्ट र तपाईँको त्यो यो ट्रेडिसनली स्टोर नराखेर स्टफिङ गरेको टेस्ट द्याट इज टोटली डिफरेन्ट हुन्छ त्यही भएर हामीले ओरिजिनालिटी फुड जुन रेसिपी छ ट्रेडिसनल फुडहरूको इन्डिजिनियस फुडको त्यो ओरिजिनालिटी र अथेन्टिसिटी राख्दै त्यो हामीले टुरिस्टहरूलाई एट्र्याक्ट गर्नको लागि सर्भ गर्नुपर्ने यदि राखेन भने छिमेकीमा के पाक्दैछ भन्ने कुरा थाहा हुँदैन एक त पाकिरहेको हुनसक्छ तर अर्को थिक चाहिँ तपाईँको चाहिँ स्मेल हुन आइरहेको हुनसक्छ एकदम फ्लेभर भनौँ स्पेसल्ली अब हामीले हस्पिटालिटी इन्डस्ट्रीमा चाहिँ बोलिरहेको वर्ड चाहिँ स्पेसली एरोमा र फ्लेभरको कुराहरू गर्छौँ र यही कुरा भनेको जुन चाहिँ पहिला हजुरले भने जस्तै खाना चिन्नुपर्ने जरुरी छ है खाना चिन्नुपर्ने जरुरी भइराख्दाखेरि चाहिँ हामीले स्पेसल्ली खोजेको के भन्दाखेरि हिजोको दिनमा कल्चरको खानाहरू हामीले बुवा आमाको हातबाट खायो कि खाएन एउटा पार्ट भनेको हामीले संस्कारसँग गइरहेको संस्कारले तपाईँलाई सिकायो कि सिकाएन होइन एउटा अथेन्टिक ल्याउनको लागि त हामीले त्यो अथेन्टिक टाइपको खाना जुन चाहिँ कल्चरमा हुर्केको छौँ कि छैन एउटा त्यो पनि चाहिन्छ सही कुरा हो खानासँगै संस्कार जोडिएर सँगसँगै आयो जोडिएको हुनुपर्छ होइन र त्यही कुरा जुन अहिले हामीले रेसिपी त हामी बनाउँला अरे तर जब कि रेसिपी हामीले परिवर्तन गरिराख्दाखेरि हामीले बनाइराख्दाखेरि त्यो कुराको हिजोको दिनमा जस्तै बगियाको सेप नै थाहा नहुने कल्चर अहिले निस्केला हो जबकि बगिया यस्तो हुनुपर्छ यस्तो सेपमा हुनुपर्छ त्यो भित्रको स्टफिङहरू फरक हुनुपर्छ र यो जस्तै अघि म्यामले भने जस्तै गरेर विन्टर सिजनमा
हर्स ग्रामबाट जुन चाहिँ स्टफिङ गर्यो भने चाहिँ अझ त्यो चाहिँ अथेन्टिक हुनुपर्छ हुन्छ भन्ने कुराहरू निकाल्नु भयो नि। जस्तो यही कोडमा म अझ हजुर यदि अहिले हामी मिथिला कल्चरको खानाको विषय मौलिकताको विषय त्यसको चाहिँ न्युट्रिसन भ्यालुको विषयमा कुरा गर्दैछौँ भनेदेखि यसलाई 360 अप्रोचमा हेर्न जरुरी छ होइन? किनभने अब अस्ति हामीले चाहिँ कल्चरल भ्यालुबाट पनि हेऱ्यौँ, सेफको दृष्टिकोणबाट पनि हेऱ्यौँ, आज म्याम जस्तो जो यसको न्युट्रिसन भ्यालुको एक्सपर्टको दृष्टिकोणमा पनि हेरिरहेको छौँ। हजुर यही कुराको विज्ञ हुनुहुन्छ। त्यसैले मैले जोड्न चाहेँ कि जब कि त्यो दिन अझ के अरे म्याम भइदिनु भएको भए सुनमा झन् राम्रो हुने रहेछ। किन भन्दाखेरि हामीले यही कुरालाई किन गर्न सकेनौँ भन्दाखेरि जुन कल्चरल हिसाबले चाहिँ उहाँले त्यही कुरामा चाहिँ एक्सपर्टाइज गर्नुभयो, सही कुरा, त्यही कुरालाई चाहिँ पढ्नुभयो र त्यही कुरालाई चाहिँ गर्नुभयो। हामीले फुड भ्यालु त दिन्छौँ हामीले पनि होइन, हामी सेफहरूले प्रेजेन्टेसन राम्रो गरौँला, फुड भ्यालुको यो कुराहरू हुन्छ भन्ने कुराहरू दिन सक्छौँ। तर मेन पार्ट तर तपाईँ लोकली अप्रोचमा जानु पर्यो, लोकली अप्रोचमा होइन? किनभने कुन टाइममा कुन तरिकाको जुन चाहिँ यसलाई चाहिँ खानाहरूलाई चाहिँ सर्भिङ गर्दाखेरि चाहिँ यो कुराहरू चाहिँ देखिन्छ है भन्ने कुरा चाहिँ हुनु। यहाँ तपाईँले सिकेको सिद्धान्त र फर्मेसनले मात्रै मौलिकतालाई कहिलेकाहीँ नबोक्न सक्छ म्याम, कसो होइन? पर्सनालिटी हामीले अब अलिकति पनि यसको अथेन्टिक अरिजिनालिटीमा चेन्ज ल्यायो भने त्यो टेस्ट नदेला, त्यो त्यसको सेप भनौँ सरले भने जस्तो त्यसको सेप डिफ्रेन्ट होला, देन एट द्याट स्टेज त्यसको डिफर्म भएर त्यो त्यहाँको अरिजिनल इन्डिजिनस फुड भएन। अब अहिले चाहिँ खानामा तपाईँको चाहिँ एउटा मोडर्न रिभोल्युसन भनौँ न होइन, यो यस्तो हामी ट्रान्जिसनल फेजमा छौँ। सायद लाग्छ 60को दशक भनेको राजनीतिक परिवर्तनको एरा थियो भने यो दशक चाहिँ खाना मौलिकतासँग जोडिएको विषयलाई लिएर यो देशले चाहिँ इन्टरनेसनल सिनारीमा आफूलाई उपस्थित गराइरहेको छ। यो ढोका चाहिँ सन्तोषजीले पछिल्लो पटक BBC मास्टर्समा गइसके पछाडि सिङ्गो देशलाई प्रतिनिधित्व गरेर जुन खानाको प्रस्तुति राखिदिनु भयो, यो चिजले पनि एराले सुरु गरेको छ। तर चिज कहाँनिर भन्दाखेरि यो चिजलाई अब हामी कसरी बोकेर लिएर जान्छौँ त, कसरी ग्रहण गरेर लिएर जान्छौँ त? म यही प्रश्न फेरि म्यामलाई जोड्छु। 128 जातिहरू छन्, हजुर देशभरि दौडिनु भएको छ। नेपाली मौलिक नेपाल एथनिकल फुड भन्नुहोस् या इन्डिजिनियस फुड भनेर भन्नुहोस्, यो चिजलाई हामीले एक्सप्लोर गर्दाखेरि के यो राष्ट्रले इन्टरनेसनल फेम प्राप्त गर्न सक्छ, या यो खाना जो आज विदेशीहरू सन्तोषजीलाई भनेको सम्झिन्छु म, यो सो सकिने बित्तिकै म तपाईँको चाहिँ ब्याग स्याग प्याकअप गरेर नेपाल जान्छु खाना खान भनेको याद सम्झिन्छु कि म त्यो सोमा चाहिँ। तपाईँलाई के लाग्छ यो 128 जातिको खानाको भेराइटिजहरू छ नि, यो चिजलाई प्लेटिङ गर्न सम्भव छ? त्यसको न्युट्रिसन भ्यालु कस्तो छ तपाईँको रिसर्चले के देखाउँछ म्याम? यो अभियसली छ। किन अभियसली छ भने अब जुन अहिले हामीले कोरोनाकै एज भनौँ, अ लिटल बिट कम टु दिस कोरोना एजमा हामीले ब्याक टु पास्ट किन गयो खानाको केसमा? हामीले पहिलेकै यो मसला चिया खाना थाल्यौँ, यो मरिचहरूवाला चिया खाना थाल्यौँ, तुलसीपात खाना थाल्यौँ। हामीले खाना पनि अब जुन खानामा इन्सेक्टिसाइड पेस्टिसाइड, कम टु द पोइन्ट, इन्सेक्टिसाइड पेस्टिसाइड फ्री हामीले खाना खायौँ, त्यसले हाम्रो इम्युन सिस्टमलाई बढाउने भयो। इम्युन सिस्टम स्ट्रङ हुने बित्तिकै कोरोना भाइरस अफ कोरोना क्यान अट्याक अस, अट्याक गरेपछि पनि आवर इम्युन सिस्टम विल फाइट विथ द्याट, विल बी नट इन्फेक्टेड बाई द्याट कोरोना डिजिज। सो त्यो केसमा पनि हामीले के छ भने इन्डिजिनियसतिर हामी ब्याक टु पास्ट फुड, हाम्रो इन्डिजिनियस फुडतिर हामीले ब्याक भयौँ। त्यो हामीले अब त्यो खाइसकेर पनि अहिले हामी जुन क्यान्सर डिजिज छ त्यो हामीले खाने इन्सेक्टिसाइड पेस्टिसाइड जुन फुडमा फास्ट फुडहरूमा प्रोसेस फुडहरूमा युज गर्छौँ, त्यसले गर्दा वी आर बिकमिङ जस्ट डिजिज बाई द्याट क्यान्सर अर लट अफ डिजिजेस। यो कुरा गर्दाखेरि नि म्याम मलाई एकदमै इन्ट्रेस्टिङ फ्याक्ट चाहिँ तपाईँले ठ्याक्क ढोका खोलिदिइहाल्नु हो। हजुर हजुर, यो जति पनि कोभिडको समयमा हामी इन हाउस भयौँ नि, यो समयमा मान्छेले घरमै आफूसँग भएको इन्ग्रिडियन्ट्सहरू चाहिँ म्यानुफ्याक्चर गरेर खानाहरू खाने र आफ्नो मौलिकतासँग नजिक हुने एउटा समय पनि पायो होइन? किनभने घरमा जे इन्ग्रिडियन्ट छ तपाईँको मौलिकता भने त्यही त थियो, चाहे गाउँ होस् या सहर होस् होइन? किन हामी ओपनली बजारमा गएर तपाईँको चाहिँ सपिङ गर्न सक्ने स्थिति या आफूलाई मन लागेको कुराहरू गर्न सक्ने स्थितिमा थिएनौँ। घरमै चामल हुन्छ भने पनि बरु त्यसलाई पिसेर त्यसबाट के परिकार हुन्छ, पिठो छ भने त्यसबाट विविध परिकारहरू के हुन सक्छ, यो सायद एउटा हामीलाई लिटरेट गरेको छ होइन कोभिडले? के भन्नुहुन्छ? कोभिडले अभियसली गरेको छ। अब त्यसले त्यतिखेर करेला भनौँ न, करेलाले पनि इनकेस अब सुगर पेसेन्टले खाने रहेछ करेलाको जुस करेला पनि, अनि त्यसले पनि अलिकति इम्युन सिस्टम बढाउने भएपछि अब मान्छेले जुन खानेकुरामा इम्युन सिस्टम बढ्ने प्रोपर्टी छ त्यो खानेकुराहरू खान थाले उनीहरू। र
पहिलेको ट्रेडिसनल फुडतिरै फर्केँ। मैले पनि करेलाको, हाम्रो मैथिली कल्चरमा करेलाको भरुवा भन्छ, त्यसलाई बोइल गरेर स्टफिङ गरेर मसला हालेर त्यो बढी मसला हालेको फुड खान थालेँ मैले, आफ्नो कल्चरको बच्चाहरूलाई पनि खुवाएँ। त्यसले के भयो भने अब स्पाइसेस दे हेभ देयर नेचुरल एन्टी न्युट्रिसनल के अरे न्युट्रिसनल प्रोपर्टी छ र त्यसले इम्युन सिस्टम बढाउने पनि उसले काम गर्यो र एन्टिभाइरस प्रोपर्टी स्पाइसेसहरूमा पनि छ। र त्यो बढी स्पाइसी खानाहरू खाएर कतिले तिमीले यत्रो स्पाइसेस भएको खानाको मैले फेसबुकमा पोस्ट गर्दाखेरि पेट खराब हुँदैन यो हुन्छ भन्यो, तर दे डिड नथिङ एन्ड जस्ट 4-5 महिना मैले अनलाइन के अरे कोरोना पनि अफिसमा काम गरेँ, रेगुलर आए गएँ। आई वाज नट इभन रुगाखोकी पनि मलाई लागेन। द्याट इज ड्यु टु माई ओन ट्रेडिसनल फुड। सही कुरा, खाना भनेपछि एक्ज्याक्टली मैले त्यो अथेन्टिसिटी राखेरै बनाउने गरेँ, स्पाइसेसहरू बढी खाएँ। आफ्नो हामीतिर कल्चर मिथिला कल्चरमा बढी मसला युज गर्छ, बट द्याट इज त्यो मसला पनि खुर्सानी होइन, लसुन हामीले पेस्ट युज गर्छौँ, प्याजको पेस्ट युज गर्छौँ, सरसो त म रेगुलर खाने हो, अदुवा लसुन सबै युज गरिसकेर त्यो स्टफिङ गरेको खाना बढी खाएपछि लिटल बिट वी वेयर वार्म अल्सो एन्ड जस्ट त्यो हाम्रो जुन कन्सेप्ट त्यो डर पनि हरायो। मलाई एउटा अब यहाँ हेर्नुहोस् है, अब यति कुरा गरिसके पछाडि चाहिँ म एउटा प्रश्न त यहाँलाई जरुर राख्छु। तपाईँ राज्यको निकायमा काम गर्नुहुन्छ, यति धेरै रिसर्च भएको छ। अघि हामी कुरा गर्दै थियौँ सेलमा पिएचडी गर्ने तपाईँहरूसँग एक्सपर्ट हुनुहुन्छ, वाइनमा पिएचडी गर्ने एक्सपर्ट हुनुहुन्छ, खानाको विषयमा सतही कुरा यति धेरै भइरहेका छन्। यो एक्सपर्टाइजहरू हरायो है, यो एक्सपर्टाइजहरू आउनु पर्थ्यो, फ्लोरमा आएर डिस्कसन गर्नु पर्थ्यो। कम्तीमा समयमै सही गाइडेन्स भयो भनेदेखि चाहिँ त्यो बाटो चाहिँ सही हुन्छ होइन। यति धेरै एक्सपर्टाइजहरू यहाँहरूसँग छ, म्याम प्लिज अब त यहाँले सेयर गर्नुपर्छ, किनभने यो समय भनेको तपाईँहरूले आफ्नो एक्सपर्टाइजलाई फ्लोर गरिदिनु भयो भनेदेखि चाहिँ धेरै चिजहरू प्रपरली हुन्छ। किनभने एउटा तह एउटा फ्याक्टरमा खानाको विषयमा स्याफहरूसँग मात्रै कुरा गरे भने यदि इन्कम्प्लिट हुन जान्छ। एक्सपर्टसँग कुरा गर्नु पर्यो, कल्चरल एक्सपर्टसँग कुरा गर्नु पर्यो, अनि खाना र मौलिकता बिचको सम्बन्धमा हामी धेरै कुराहरू नजिक पाउँछौँ, जो आज हामी कुरा गऱ्यौँ नि। हेर्नुहोस् त अस्ति जति हामीले कुराकानी गऱ्यौँ यो पाटो नि हामीले निकाल्न सक्यौँ, किन यसका विज्ञान थिएन हामीसँग। यहाँले भन्नुभयो बगियामाथिको बेथेको तपाईँको चाहिँ सुप, यो बथुवा सुपको होइन, बगियाको धेरै चिजहरू जो यहाँले रिसर्च गरिरहनु भएको छ। यो त मिथिला क्षेत्रको मात्रै कुरा गरेँ होइन, यहाँहरू त 128 जाति पुरै भूगोल घुम्नु भएको छ नि। हाम्रो एउटा जुन चाहिँ कल्चरमा के छ भन्दाखेरि, जुन चाहिँ स्पेसल्ली हाम्रो कल्चर किन जोड्यो भन्दाखेरि सर, हाम्रो हस्पिटालिटी इन्डस्ट्रीको एउटा कल्चर जुन चाहिँ हामीले सेफहरूको एउटा क्याटेगोराइज ऱ्याङ्किङ गर्छौँ होइन, त्यो ऱ्याङ्किङ गरिराख्दाखेरि हामीले सेफ्टी कुजिन भनेर एउटा फ्रेन्चमा बोलिरहेको वर्ड छ। सेफ्टी कुजिन किन गरिराखेको छ र किन भन्दा पनि मैले जुन चाहिँ बाहिर बसेर डिफ्रेन्ट सेफहरूसित काम गरिराख्दाखेरि एउटा पार्ट के सिकेको छु भन्दाखेरि सेफ्टी कुजिन त्यो सेफ हो जसमा चाहिँ हाम्रो म्यामहरू जस्तै गरेर एउटा कुनै फुडहरूको लागि चाहिँ उसले चाहिँ एक्सपर्टाइज गरेको हुन्छ, उसले चाहिँ त्यसको बारेमा अध्ययन गरेको हुन्छ, त्यसलाई चाहिँ सेफ्टी कुजिन भनिन्थ्यो सर होइन। र यही कुरा अब हाम्रोमा सबै एक्जिक्युटिभ मात्रै लेभल भयो, जसमा मल्टी टाइपको भयो, जसमा उहाँहरूले जस्तै अहिले हाम्रो नेपाली कल्चरको उसमा गर्दाखेरि अलिकति मिथिलाको खाना पनि याद छ, अलिकति नेवारी खानाको पनि याद छ, अलिकति हाम्रो पहाडी जुन चाहिँ थकाली खानाहरू पनि याद छ, हिमाली खाना पनि याद छ। तर म्यामले भने जस्तै एउटा फुडबाट फुड भ्यालु निकालेर त्यसको बारेमा अध्ययन गर्ने सेफहरू चाहिँ कम भइयो होइन। त्यसैले हामी एक्जिक्युटिभ लेभल भयौँ तर एक्सपर्टाइज सम्बन्धित क्षेत्रमा अलिकति एक्सपर्टाइजहरू कमहरू भयो होला। सही भन्नु। यतिखेर म सम्झिन्छु हाम्रो होटल सुमितमा भएको डाक्टर सञ्जय जम्वाल, सायद यस्तै के नाम होइन, सञ्जय जम्वाल, इज फ्रम काश्मीर होइन, पिएचडी अन फुड न्युट्रिसन जस्तो लाग्छ मलाई होइन। किनभने एउटा विज्ञ जो एक्जिक्युटिभ पनि हुनुहुन्छ, जो एक्सपर्टाइज पनि हुनुहुन्छ। अब हाम्रो फ्रेटर्निटीमा खास गरी यो एकाडेमिक ब्याकग्राउन्डको चाहिँ एक्सपर्टाइजहरू स्कलर धेरै लामो हिस्ट्री छैन, सायद सुनेन सटर हाम्रा बिएचएम पास आउटहरू होइन, तपाईँको चाहिँ त्यो लेभलमा पनि हामी भोलिका दिनमा देख्नेछौँ। तर विज्ञता जहिले पनि एप्रिसिएटेड हुन्छ, विज्ञता जहिले पनि रिसर्च, विज्ञता जहिले पनि अध्ययनबाट आएको चिजहरू हुन्छ, यसलाई एप्रिसिएट गर्न सक्नुपर्छ होइन। कुरा गफले मात्रै यो चिजहरूमा कम्प्लिकेसन ल्याउनु हुन्न र कम्प्लिटनेस ल्याउनु हुन्न। थ्याङ्क यू सो मच वान्स अगेन कार्यक्रममा आइमुसेफ हेरिदिनु भयो। हामी यो विज्ञता यो एक्सपर्टाइजलाई फेरि पनि कुरा गर्छौँ। म्यामसँग धेरै कुरा गर्ने मन थियो आज मलाई होइन, के विषयमा हामीले कुरा उठाएको छौँ र
कम्तीमा अस्ति मिसिङ भएको चिज चाहिँ आज कुराकानी गऱ्यौँ म्याम है। अब यहाँको विज्ञता अरू जो खानामाथिको यहाँको एक्सपर्टाइज यहाँको रिसर्चको पार्टमा हामी फेरि पनि कुरा गर्छौँ। साँच्चै हामी विज्ञहरूसँग कुराकानी गर्छौँ र एउटा ढोका चाहिँ हामी खानालाई हेर्ने दृष्टिकोणको एउटा ढोका चाहिँ हामी खोल्न गइरहेको छौँ। आज हामीले मिथिलालाई सोच्यौँ, मिथिलासँग नजिक हुने प्रयास गऱ्यौँ खानाका विषयलाई लिएर, किनभने मिथिला क्षेत्रले एउटा मिस गरिरहेको विषय उसको आफ्नो खानामाथिको रिचनेस चाहिँ हो। यो चिज चाहिँ जबसम्म काठमाडौँसँग कनेक्ट हुँदैन, सायद काठमाडौँबाट टिआइए चढेर इन्टरनेसनल मार्केटसम्म जान चाहिँ टाइम लाग्छ है। अब सोसियल मिडियाको यति ठुलो फोरम छ, हामी एकजनाले बोल्यौँ भने मात्रै पनि यसले ठुलो भोल्युम लिन सक्छ। सो लेट्स स्टार्ट टु टक के कम्तीमा कुरा गर्न सुरु गऱ्यौँ, लिएर आउनु पर्यो। काम गर्न त हामी छँदैछौँ। महेश जस्तो एक्सपर्टहरू हुनुहुन्छ, भोलि अरू एक्सपर्टाइजहरू आउनु होला। सन्तोषजीले कम्तीमा नगरिदिनु भएको छ। अब मैले यहाँसम्म गरेँ, तपाईँहरू त्यहाँबाट प्रयास गर्नुहोस् भनेर भन्नुभएको छ। यो दायित्व तपाईँ हाम्रो हातमा छ। थ्याङ्क यू सो मच वान्स अगेन। सन्जु म्याम, सन्जु रानीजी हुनुहुन्थ्यो, खास गरी यो इन्डिजिनियस खानामाथिको बहसको यो सन्दर्भमा चाहिँ फुड एक्सपर्ट हुनुहुन्छ। त्यसै गरी पशुपतिजी हुनुहुन्छ साइडमा मसँग, आइएचएम कलेजका एचओडी, खास गरी प्लेटिङ एक्सपर्ट। अलिकति मलाई म त्यसरी पनि भन्न रुचाउँछु। र महेशजी जो केही समय अगाडि हामीले मिथिला कल्चर, मिथिला क्युजिनको 5वटा कोर्स चाहिँ हामीले प्लेटिङ गरेको थियौँ। सो कार्यक्रमको हिरो होइन, सेन्टर अफ प्रोग्राम है। थ्याङ्क यू सो मच वान्स अगेन यो यहाँहरूको समयका लागि र यति मिठो बिहानी सुरु गर्न पायौँ त्यसको लागि पनि यहाँलाई धेरै धन्यवाद। थ्याङ्क यू।